नमस्कार। महाभारत शान्ति पर्व गृहस्थको नियम र राजधर्मको महत्त्व 323 श्रृङ्खलामा यसरी प्रस्तुति हुँदैछ। रुखा चिज जति खान्छ दोबर गरी पानी अवश्य पियोस्। सुस्थिरकै भई फेरि कार्य जति हो आफ्नो सम्हाली लियोस्। दिनभर कार्य गरेर आफ्नो जति हो सन्ध्या भएका घरी पूजन पाठहरू गर्नु पर्दछ। यहाँ जनले सबेरै सरी सन्ध्या कालमा नखानु पछि फेर खाने बखतमा पनि खानपिन गर्नु बिहानकै तरहले सब चिज पचोस् त्यो भने। देहैलाई ठुलो परिश्रम हुने जो कर्म गर्ने नहुन्। देहिक काम नगरी लिने ती जनले कसरत गरी केही रहन्। दिनमा मैथुन गर्नु छैन जनले रातको बखतमा पनि कहिले काम गरोस् गरे अधिक त्यो क्षीण हुन्छ देहै भने। चिन्ता होस् कि त क्रोध होस् कि त होस् केही रितको ताप यहाँ जसले गर्दछ गर्छ अधिक अवश्य उसको रोग लाग्छ देहैमा। चाँडो श्वास नफेर्नु फेरिनु नढिलो ठिक चाल फेरे नै लिन्दिनु। मध्यरातसँगका दुवै प्रहरमा निन्द्रा सुखैले लिनु। आहार होस् अथवा विहार गरिदिँदा कम धेरै नपर्नै दिनु। जो ठिक मिल्छ उपाय कर्म गरी त्यही सन्तोष मनैमा लिनु। मूर्खैलाई मिल्यो भनेर धनमान भ्रष्टै हुनै गई मती। सबलाई तृण झैं बुझेर ती सबै गर्छन् घमण्डै अति। तुच्छै सब अरूलाई मानि उसले गर्दा घमण्डै यहाँ त्यो धनमान उसलाई निश्चय पनि पार्ने छ नरकैमा। व्यर्थैमा गुणमा नलाइदिनु दोष फेर आफ्नो दोषमा पनि लाचार के नभई कुरा गरिलिनु। दोष छैन मेरो भने ज्ञान धर्मैहरूको विनाश गरिदिने हो दुष्टाचरण। गुप्तै दोष हुँदैन दोष ती यहाँ कस्तै गरून् गुप्त जन। आफ्नो जो छ कमाई न्याय रीतले जो पाए सन्तोष लिनु। कहिल्यै हुन्न अप्राप्त वस्तुहरूको भोग गरिनमा मन दिनु। मुखै दुई बात विचार नगरी सोचन् त भइहिँड्छ जो त्यसको चित्त प्रसन्न हुन्न कहिले नरकै समेत पर्छ त्यो। मन्दिकन धर्म राख्छन् जनले धार्मिक ठहरने छ त्यो। मन्दिकन धर्म राख्छ जसले धार्मिक ठहरने छ त्यो। हटले दान व्रत यज्ञ केही गरिलिनु आडम्बरै मात्र हो। संसारी मुखमा फसेर दुनिया सुख पाइलिन्छन् अति। सोही कारण मोक्ष हुन्न जनको धेरै बताऊँ कति। देखिन्छन् जति अनेक चिजहरू मनकै फगत भ्रान्ति हुन्। झुटै हो सब यो जगत पनि यहाँ भन्ने विचार राख्छ जुन।
आफ्नो जन्म मरण र दुःख सुख यो कर्मा धनै मान्छ जो, त्यसलाई दुःख हुन्न केही भई पनि जान्नु जीवन भोग्छ्यो। त्यसलाई दुःख हुन्न केही भई पनि जान्नु जीवन मोक्ष्यो। राजा कैकेयीको एक अघि थिए, ज्ञानी तपस्वी बडा, ठुलो राक्षसको एक दिन भयो, तिनलाई मार्नै खडा। ब्राह्मण ज्ञानी हुँदा ती कैकेयी यहाँ, त्यो राक्षसैले पनि छोडी तिनकन फेरि तहाँ हटी गयो, सक्दिन मार्नै भने। त्यो वृत्तान्त सुनेर धर्मसूतले तप गर्नकै मन गरे, लागे भीष्मजीलाई भन्नै कुरा, श्री चरणमा परे। इच्छा केही थिएन राजी गरी लिने, अहिले मलाई यहाँ राखे भाइहरू मिलेर बलले यो राजा गद्दीमा। भीमसेनलाई दिएर राजा मैले तप गर्न मन गर्दछु, आज्ञा गर्नुहोस् मलाई बढिया, कुन हो शरण पर्दछु। त्यसो त बिन्ती सुनि युधिष्ठिरजीको श्री भीष्मजीले तहाँ लागे भन्न बुझाइ सब तरहले फेरि उसै बिचमा। हे बाबु किन गर्दछौ तिमी यहाँ चित्तै विकल व्यर्थको, जसको काम छ जो अवश्य नगरी सुख पाउनै सक्छको। ईश्वरले तिमीलाई भूपति हुने जन्मै दिए यो घरी, गर्नै पर्छ अवश्य राज्य तिमीले कुनै प्रकारले गरी। ईश्वर हुन्छ सहाय हुन्न जनले, उत्साहहीनको हुनु योग्य हो तिमीले अवश्य बलौ यो राज सम्हाली लिनु। न्याय पूर्वक रीत हेरी सबको पालन गरे यो घरी, हुन्छौ मोक्ष तिमी कुनै धर्मले संसार सागर तरी। मान्दा त भनी कोही भूपति ठुला पैदा भएका थिए, केही इच्छा छ भनेर इन्द्रजी गई तिनलाई सोधिलिए। हे देवेन्द्र मलाई योगी हुनको इच्छा छ मनमा भने, शिक्षा बक्सनुहोस् उसै तरहको पहिले हजुरले पनि। त्यस्तो बिन्ती सुनेर ती नृपतिको फेरि उसै बिचमा लागे भन्न खुसी भएरै कुरा श्री इन्द्रजीले तहाँ। क्षेत्री भइकन न्यायकारी नभई धर्मै गरून् के अरू, हुनन् मोक्ष कदापि हे नरपते कोही ती क्षेत्रीहरू। सन्यास धर्म गृहस्थ धर्म यदि होस् योग साधन पनि, रक्षक भइकन क्षेत्री धर्महरूले सब गर्न सक्छन् भने। पैदा ब्राह्मणहरूले गरिलिए सब क्षेत्रीलाई यहाँ, छोडे क्षेत्रीय धर्म क्षेत्रीहरूले पर्छन् तिनीहरूकैमा। क्षेत्रीय धर्म ठुलो बुझेर मनले, साक्षात हरिले पनि त्यही धर्मै लिनुभयो अधर्महरूको संहार गर्न भने।
क्षेत्रीय धर्म नभई कुनै अरू धर्म टिक्दैन संसारमा। मान्छौ तुच्छे कि हे नरेन्द्र तिमीले यो त्यो क्षेत्री धर्मैया। मान्धाता कनयति स्वर्गपतिको शिक्षा हुनाले गरे आफ्नो राजा धर्म गरेर सहजै मोक्षै भए त्यो घरी। सोही कारण क्षेत्रीहरू जति छन् तिनका निमित्तैमा मुख्यै मान्दछु राजा धर्म मैले सब धर्महरूमा। मुख्यै मान्दछु राजा धर्म मैले सब धर्महरूमा। सब धर्महरूमा क्रमशः।